माता च पिता तमेव तमेव बन्धु च सखा तमेव तमेव विद्या द्रविडं तमेव तमेव सर्वं मम देव देव तमेव सर्वं मम देव देव। ओम नमः शिवाय। अब हामी पदम प्रकाशर महादेव मन्दिरमा भोलि शिवरात्रिको महाशिवरात्रि मेलाको तयारीमा छौँ र सरसफाइ कार्यक्रमहरू, ध्वजा पताका टाँस्ने कार्यक्रम, हवन कुण्ड सजाउने प्रक्रियामा छौँ। र यो मन्दिर एकदम प्राचीन मन्दिर र भगवान् परशुरामले अवतार, भगवान् परशुरामले आफ्नी माताको हत्या गरे पश्चात र पाप मुक्तिको लागि पाप विमोचन शिवलिङ्ग उत्पत्ति गर्नुभएको र यसको एउटा के छ भने एउटा किंवदन्ती, यो मन्दिरमा आएर पूजा गरेपछि सन्तान प्राप्ति हुन्छ। सन्तान नभएकोलाई के हुन्छ, सन्तान प्राप्ति हुन्छ भन्ने एउटा प्राचीन एउटा भनाइ छ, एउटा उल्लेख छ, आस्था छ। र महाशिवरात्रिको मेलामा यो मन्दिरमा जो मान्छे कर्ता हुन्छ, कर्ता बस्छ र पूजापाठ गर्छ, उहाँलाई धेरै पुण्य मिलेको र उहाँलाई एकदम फल मिलेको भन्ने कुरा सबैबाट एउटा जानकारी छ। र भगवान् सन्तानेश्वर महादेव पनि हुनुहुन्छ, सन्तान प्राप्तिको लागि भएको छ। र सबैहरू भोलि महाशिवरात्रि मेलामा सबैहरू पाल्नु होला। र धन्यवाद। हरि ओम तत्सत्। ओम नमः शिवाय।